यो कथा हो कर्मको अटल सिद्धान्तको, जसले एक धर्मपरायण स्त्री प्रियाको जीवनलाई हल्लाइदियो। प्रिया, जसको मन प्रभुको भक्तिमा लीन रहन्थ्यो, उनी नित्य नियमले भजन कीर्तन गर्थिन्, सत्संग जान्थिन् र सबैको सेवामा जुट्थिन्। उनको व्यवहारमा सरलता, बाणीमा मधुरता र हृदयमा सबैका लागि प्रेम थियो। उनले भुलवश पनि कसैको नराम्रो सोच्दिनथिन्, तर नियतिको चक्र केही अर्कै थियो। घरको चौखट काट्ने बित्तिकै यो प्रकाश एक अँध्यारो छायामा बदलिन्थ्यो। त्यो छाया थियो उनको पति रमेश। कहाँ मर्न गएकी थिइस्? कसको मुख हेरेर आइस्? पुरा घरमा गरिबी र मनुष्यत भरिदिएकी सस्तैले। हजुर, म बस मन्दिर गएकी थिएँ। म तपाईको लागि पानी ल्याउँछु। मलाई तेरो यो नाटक चाहिँदैन। म कमाउँछु अनि त दिनभर भक्तिको ढोङ गर्छिस्। किन अहिलेसम्म खाना बनाइनस्? 5 मिनेट, अहिले बनाउँछु। रमेशले उनलाई जोडले थप्पड हान्छ। प्रिया भित्तामा ठोकिन्छन् र भुइँमा पछारिन्छन्। उनी पीडाले कराउँछिन्। यो नित्यको पीडा, अपमान र शारीरिक कष्ट प्रियाको जीवनको हिस्सा बनिसकेको थियो। उनी रातभर रुन्थिन्, आफ्नो ईश्वरसँग सोध्थिन् कि आखिर उनीबाट कुन भूल भयो। अन्ततः उनले आफ्नो यो असहनीय व्यथाको समाधान जान्नका लागि आफ्ना ज्ञानी गुरुदेवकोमा जाने निश्चय गरिन्। गुरुदेव, म धेरै व्यथित छु। म आफ्नो जीवनबाट हारिसकेकी छु। कष्टहरूको आउनु र जानु त जीवनको नियम हो पुत्री। मलाई आफ्नो पीडा बताऊ। म सत्संग जान्छु, सेवा पनि गर्छु, प्रभुको पूजाको नियम पनि कहिल्यै तोड्दिन। तैपनि मेरो पतिले मलाई दिनहुँ कुट्नुहुन्छ, अपमानित गर्नुहुन्छ। मेरो कुन कर्म यति खराब छ कि मैले यो दुःख पाइरहेकी छु? म के गरौँ गुरुदेव? पुत्री, मलाई एउटा कुरा बताऊ। के उनले तिमीलाई रोटी दिन्छन्? के उनले तिम्रो लागि भोजनको व्यवस्था गर्छन्? हजुर, रोटी त दिनुहुन्छ। उहाँले जे कमाउनुहुन्छ त्यसले मेरो पेट भरिन्छ। त्यसो भए ठिक छ, केही छैन पुत्री। धैर्य राख र आफ्नो धर्म निभाऊ। तिमी आफ्नो घर जाऊ। प्रिया मनमा केही निराशा र केही आशा लिएर उठ्छिन्। उनलाई लाग्छ गुरुदेवले पक्कै कुनै यस्तो कुरा भन्नुभयो होला जसले गर्दा अब सबै ठिक हुनेछ। तर कर्मको गति यति तीव्र हुँदैन कि एकै दिनमा दिशा बदलियोस्। रमेशको स्वभाव भोलिपल्ट पनि उस्तै रह्यो। रक्सी र कुटपिट उसको नियति बनिसकेको थियो। केही हप्तापछि प्रिया पहिले भन्दा अझ बढी हताश छिन्। उनको अनुहारमा चोटका दागहरू छन्। उनी हिम्मत गरेर फेरि आश्रम आउँछिन्। म सबैको भलो गर्छु, कसैको नराम्रो चाहेकी छैन। मेरै साथमा किन यस्तो भइरहेको छ? म जब पनि आउँछु हजुर बस एउटै कुरा भन्नुहुन्छ, रोटी त दिन्छ नि। मलाई यसको पूरा कारण बताइदिनुहोस् गुरुदेव। भन्नुहोस् गुरुदेव। तिम्रो यो पति रमेश, ऊ यो जन्मभन्दा पहिले तिम्रो छोरो थियो, अनि तिमी त्यो जन्ममा उसकी सौतेनी आमा थियौ। अघिल्लो जन्ममा प्रिया, तिमीले त्यो बालक माथि अत्यन्तै अत्याचार गर्थ्यौ। तिमीले उसलाई कुरा कुरामा लाठीले पिट्थ्यौ। रमेशले तिमीलाई कुट्छ, जसले गर्दा तिम्रो शरीरलाई त्यही पीडा मिलोस् जुन तिमीले उसलाई दिएकी थियौ। यो तिम्रो कर्मको कुटाईवाला हिस्सा हो। तर पुत्री, ईश्वरको विधान हेर। तिमीले उसलाई भोको राखेकी थियौ, त्यसैले मैले तिमीलाई पटक पटक सोधेँ, के उसले तिमीलाई रोटी दिन्छ? त्यो जन्मको ऋणको हिसाबले उसले तिमीलाई भोको राख्नुपर्ने थियो। तर यो जन्ममा तिम्रा सत्कर्म र भक्तिका कारण ईश्वरले त्यो कर्मको हिस्सालाई काटिदिनु भयो। तिम्रो शरीरलाई कष्ट त मिलिरहेको छ, तर तिमी भोको रहने छैनौ। यो उसको दया हो। सत्यको यो कठोर दर्शनले प्रियालाई निशब्द बनायो। उनलाई समझमा आयो कि उनको जीवनमा न सुख अचानक आएको छ, न त यो दुःख। यो सबै उनकै हातको कर्मको लेखाजोखा थियो। छोरी, कर्मको हिसाब चुकाउनै पर्छ।
तिमीले जुन बिउ रोपेकी थियौ त्यो फल बनेर आएको छ। अब न कसैसँग गुनासो गर्नु न कसैसँग लड्नु, आफ्नो धर्ममा स्थिर रहनु। त्यो दिनपछि प्रियाले आफ्ना गुरुदेवसँग कुनै गुनासो गरिनन्। उनले आफ्ना दुःखहरूलाई आफ्नो पूर्व जन्मको ऋणको भुक्तानी मानेर स्वीकार गरिन्। उनले आफ्नो सेवा र भक्तिको क्रम जारी राखिन्। प्रियाको यो स्वीकारोक्ति र शान्त व्यवहारले बिस्तारै रमेशको स्वभावमा पनि परिवर्तन आउन थाल्यो। रक्सीको लत कम भयो र उसको क्रोध पनि मत्थर हुँदै गयो। कथाले हामीलाई सिकाउँछ कि हाम्रो जीवनमा सुख र दुःख अचानक आउँदैनन्। ती हाम्रै पूर्व र वर्तमान कर्मका फल हुन्। हामी जस्तो बिउ रोप्छौँ त्यस्तै फल पाउँछौँ। त्यसैले हामीले सधैँ प्रेम र सद्भावका साथ रहनुपर्छ। कहिले पनि भुलवश पनि कसैलाई दुःख पुर्याउनु हुँदैन, किनकि कर्मको फलबाट कोही पनि बच्न सक्दैन। यही जीवनको शाश्वत सत्य हो।